हेलो गाइस, जोरले नमस्ते है सबैजनालाई। आयो हजुरहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला र विगत यो 2022 सालमा जे जस्तो भयो, कसैसँग रिसराग, कसैसँग सुख दुःखका बातहरू बाडियो होला हैन। कति चिजहरू गुमाइयो, कति चिजहरू पाइयो। त्यो सबै चिजहरू भुलेर चाहिँ अब बिस्तारै बिस्तारै 2083 मा हामी प्रवेश गर्दैछौँ र देश विदेशमा रहनुहुने दिदीभाइ, आमा बुवा हैन, दाजुभाइहरूलाई चाहिँ सबैजनालाई चाहिँ 2083 सालको मङ्गलमय शुभकामना है। त्यही भन्न चाहन्छु, हजुरहरू जहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, सबैजना चाहिँ हाँसी खुसी र आफ्नो सुरक्षाहरू गरेर चाहिँ बस्नु होला, किनकि अहिले देशको माहौल त्यति साह्रै राम्रो छैन। र न्यू इयर मनाउँदाखेरि चाहिँ हजुरहरूले जान रक्सी धेरै नखानु होला। त्यही हो, किनकि सबै चिजहरू धेरै खाएर पनि हुने केही पनि होइन, सबै चिज लिमिटमा खाने गर्नुहोस्। ओके गाइज, अब यो 2083 साल राम्रोसँग मनाउनु होला। जय नेपाल।